एभ्रिवान नमस्ते वेलकम ब्याक टु एनदर भ्लग सो म चाहिँ सलु राई अनि मेरो च्यानलमा चाहिँ तपाईहरुलाई वेलकम छ सलु राई 2 मा अनि सो आज पनि हामी आमा र म बाहिर निस्केको छौं आजको वेदर चाहिँ एकदमै बवाल भइरहेको छ सो साथीहरु तपाईहरुले पनि देख्न सक्नुहुन्छ सो अब यहाँदेखि चाहिँ हामी गाडी चढ्नुपर्ने हुन्छ अब हामी चाहिँ बस स्टप पुग्न लागिसकेको छौं हाम्रो बस स्टपको नाम चाहिँ अक्सब्रिज कन्ट्री हो यहाँदेखि चाहिँ हामीलाई 1 आवर लाग्छ है बसमा चाहिँ जानको लागि हन्स्लो अब जाम साम पर्दाखेरि 1 आवर त मजाले लाग्छ अब हामी चाहिँ यहाँनिर पुगेपछि चाहिँ यहाँ अगाडि हिँड्नु हुँदैछ त्यहाँ पुगेपछि हामी बसलाई वेट गर्नुपर्ने हुन्छ आउँदैछ अलि उता जान्छ कति मिनटसम्म गएर हेर्नुपर्छ अनि आज चाहिँ एकदमै घाम लागेर हावा पनि मान्छे उडाउने खालको हावा आएको छ यहाँनिर जाडो जाडो पनि हुन्छ अनि एकदम हावाले मान्छेलाई उडाउने खालको हावा चाहिँ चलिरहेको छ हिँडिसक्यौँ अब त्यहाँ हिलो पारेर हामी जाँदैछौँ है देख्नु भयो नि त्यहाँ घामले लाग्छ ए अनि घरि हेर्दा घरि उठ्दा घरि बदल गएको एउटा झोला पनि नहुनु कस्तो बिर्सिम के झोला बोक्नु यहाँदेखि चाहिँ हामी हिँडिसक्यौँ अब यहाँदेखि हामी जाँदैछौँ अब तपाईँहरूलाई त्यो पछि देख्नुहुन्छ माइ गड जाँदैछौँ हामी चाहिँ एलिङ्टन स्टेसन आइपुग्न लागिसकेका छौँ देखिए गाडी हेर न त्यो अब नेपाल र गेममा पालेन रे गेममा पालेन अनि आज एकछिन अब खाने कति मजाको लुइरहेको एउटा जङ्गल कति राम्रो है कस्तो राम्रो देखिरहेको छ होइन ठाडा पनि भन्छ हामीलाई
मान्छे सफा न सफा Ada video dia anak abang deh, nak bangsa juga sedih. फाइनली हामीले बजार आइसकेको छु यही हो अरे बजार चाहिँ यस्ता आउँदो रहेछ अरे यताको पसलहरू काठमाडौँको जस्तै पो लाग्यो त हौ यस्तो हुँदो रहेछ यतातिरको पसल बेलौटी Ladies and gentlemen, measles. हामी चाहिँ मेला आइपुगेको मेला चाहिँ यस्तै खालको रहेछ हौ यहाँको मेलाहरू त साथीहरू यस्तो रहेछ यहाँको मेलाहरू चाहिँ जता हेऱ्यो एउटै खोडा ए अँ छै चप्रा चप्रा चाहिँ पनि डाडेगा छ चप्राहरू पनि देख्न लाग्यो तपाईँले आउनु है यतातिर प्लेन पनि जाँदैछ ए यस्तो हुँदो रहेछ कति मजाको चप्पल हेर्नु न यहाँनिर न्युरोतिर भएको जस्तो चप्पलहरू पनि होइन यहाँ रहेछ ढागो आमा देख्नुभयो ढागो सिया त छैन यस्तो पनि रहेछ यहाँको मेलाहरू फुटपाथ जस्तै हो कि क्या यस्तो रहेछ यतातिर सब शनिबार बजार आइतबार के साह्रो प्लेनहरू चाहिँ उडेको गर्ने हो यतातिर अझै रहेछ त यता पनि आउनु न सो हामी चाहिँ अहिले हन्चरदेखि चाहिँ फर्केर यहाँनिर आइसकेको छौँ मेरो टाउनमा फेरि गाडी पर्खिनु लागिराखेको छौँ हामी चाहिँ अनि यहाँनिर चाहिँ मैले सामानहरू चाहिँ बसेको मदेखि गरेँ लास्टै घामले खोल्यो यस्तो घाम चर्को थिएन हौ आज त साथीहरू अनि हामी चाहिँ गाडी वेट गर्दैछौँ अब कतिर आउँछ हेरौँ लेट्स सी हामी चाहिँ अब घरतिर आइपुगिसकेका छौँ अघि हामी यही बाटो गएको थियौँ अहिले चाहिँ यस्तो घाम लागेर सो हामी चाहिँ बजार गएर पनि रुम आइसकेको छौँ अनि त्यसपछि आज लास्टै घाम पनि चर्किराखेको थियो अनि त्यतिकै मैले भिडियो आएर ड्रेसेस चेन्ज गरेर भिडियो पनि राम्रोसँग इन गर्नु पाएन अनि त्यसपछि तपाईँहरूलाई चाहिँ धेरै यति धेरै मलाई माया गरिदिनु भएको छ त्यसको लागि म धेरै धेरै तपाईँहरूप्रति आभारी छु अनि मेरो पनि सब्सक्राइबर जस 1 2 3 गर्दै त्यसरी नै बढिरहेको छ एकअर्कामा सपोर्ट गर्नुपर्छ हेर्नुहोस् गाइज साथीहरू अनि हामी चाहिँ बजारमा त्यति धेरै खासै केही पनि किनेनौँ भन्दा पनि मैले चाहिँ एउटा यो खुत्रुके भन्थ्यो हाम्रो नेपालमा त यो खुत्रुके चाहिँ एउटा किने अन्त अरू त मलाई केही पनि मन परेन हौ त्यो बजारको त अनि खासै किनिनँ मैले चाहिँ एउटा खुत्रुके चाहिँ किनेर ल्याएँ अनि मेन चाहिँ हाम्रो आमाको चाहिँ ऊ सकिएको थियो कि अब यस्तो भनेपछि बुझ्नुहुन्छ होला यस्तो सकिएको भएर चाहिँ गएको हामी आमाको चाहिँ त्यो लिएर आयौँ अनि त्यति भन्दै मेरो भिडियोलाई चाहिँ धेरै माया गरिदिनु होला भन्दै आजको भिडियोलाई चाहिँ इन गर्न चाहन्छु हस् त बाई बाई सी यू नेक्स्ट भिडियो